गाइस हामीसँग पैसा छैन तपाईँको पैसा म हालिदिन्छु यी सेवामा मेरो तपाईँले चाहिँ घाउ बनाइदिइसक्यो गाई छैन यस्तो गाई छैन गाइस हामी चाहिँ यो कुन ठाउँमा आइपुग्यौँ अरे क्या मलाई अहिले भर्खर याद आयो होइन हामी यहाँ पहिले पनि एउटा भिडियो Hello and namaste everyone, welcome back to my YouTube channel. It's me Namrata Paudel from Itahari and I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामैको साथ भिडियो स्टार्ट गर्दैछु मेरो आजको भिडियो कस्तो रहन्छ अल्छी नमानिकन लास्टसम्म हेर्दिनु होला अनि आज चाहिँ म यहाँ मेरो साथी प्रिजनाको चाहिँ उनीहरुको मूल घरमा चाहिँ पिजनाको अंकलको छोराछोरीको चाहिँ पिजनाको भनौं न भाइ बनुको चाहिँ गुइन्चोलो र छियर छ त्यहाँ चाहिँ बोलाउनु भएको छ क्या त्यहाँ चाहिँ के भन्छ त्यसलाई निम्तो गर्नु भएको छ अनि त्यहाँ चाहिँ मामुलाई पठाउ मामु जानुहुन्छ भनेर म चाहिँ बसिरहेको त पिजनाले त आइज भनी त्यसपछिबाट अब त्यत्रो आइज भनेपछि मैले नाइ भन्ने कुरा हुँदैन मेरो साथीलाई अनि म चाहिँ रेडी भएर जानु लागेको छु हेर्दै गर्नु होला हेलो गाइस अनि हामी चाहिँ हिँड्न सक्यौँ हैन यहाँ चाहिँ पूर्णिमा दिदी हुनुहुन्छ हेलो पूर्णिमा दिदी हाय यहाँ ठुलो मम्मी र आमा चाहिँ लखर ठुलो मम्मी यहाँ मेरो भ्लगमा हाई भनिदिनु त आमा पनि हाई भनिदिनु उहाँ चाहिँ मेरो आमा हो उहाँ चाहिँ हाम्रो ठुलो मम्मी हाई भनिदिनु त भ्लगमा हाई सबै जानुहुन्छ कि जानुहुन्न यहाँ घरमा सोध्दैछौँ क्या हामी चाहिँ इटालीमा यस्तो धेरै गर्मी स्टार्ट भइसक्यो गर्मीले यस्तो कालीमा चाहिँ सानो भइसक्यो म चाहिँ यस्तोले सुहाउँदो रहेछ यस्तै लाग्यो सफाइमा चढेर तडरादेखि माथि पिजाले हेर्छ क्या कसरी आयो हामी बाटोमा हिँड्दैछु भाइ सफारीमा आउँदैछु भनेर पेट्रोल पम्प पनि आयो गयो पनि अरू चाहिँ पेट्रोल पम्प मिठो खानेकुरा पकाएर राखै त यो भिडियो हेर्दाखेरि त पा खाइसक्छु मलाई होइन अब हामी त्यहाँबाट त्यहाँ सँगै बसेर भिडियो बनाउनु पर्छ तिनैजना हेर्नु ल हामीलाई अब एकछिनमा सँगै बाई बाई टिका लगाइदिनु टिका लगाइदिन्छु म खिचिदिन्छु होइन टिका लगाइदिनु नि तपाईँ यता हेर यो मोबाइल नखोल बल्ल आउन पाछ बेला यसै राख ऊ चाहिँ राखेको रहन्छ ढाकी चाहिँ भाइ झोला चाहिँ कहाँ गर्छ यत्रो हिँड्नु जस्तो बनाएको होइन म त नाङ्गो हिँड्नु गम्मी भएर हिँडेर तपाईँहरू चाहिँ हेरेको अरे फाइनली हामी पिजासँग भेट भइसकेको छ गाइस पिजाना कम्ती हुन थाल्छ कि पूर्णिमा दिदी यता झन् दुईचोटि थप्नु भयो होइन अब तीनचोटि हुन्छ होइन दिदीले यो कति सेकेन्ड ताल होइन दिदी थपेको
भर्खर पूजाबाट उठेको ए 3 ताली हो त्यही भएर खाएको नि केही खाएको यहाँ मेरो चाहिँ यहाँ छ त्यसो ताली भन्ने हुन्छ हरेक भ्लगमा त्यही मात्रै भन्ने कसले अस्ति पनि त्यही भने सब पूर्णिमाको त्यो पूर्णिमा हो म यहाँ चाहिँ यहाँ पिजनाले यो 4 चोटीको 5 चोटी हो पूजाबाट उठेर खाँदैछु अहिले त्यही भएर त राम्रो ए मेरो त आधा भएका खोलेको थिएँ मैले यो मेहन्दी चाहिँ उसले लगाइदिएको हो मेहन्दी आर्टिस्ट आफ्नो तारिफ आफै गर्न लाज लाग्दैन म चाहिँ खान्छु ल गाइस हामी चाहिँ अब यो पिजनाले खोइ के कहाँ ए जङ्गल चौरी लान्छे अरे अनि फोनमा चार्ज चाहिँ छैन त्यही पनि अब यस्तो डुल्न गइदिउँ न त भनेर हामी चाहिँ यसको जङ्गल चौरी हेर्न जाँदैछौँ होइन अनि यस्तो यो शान्ति झोडाको खासै यो भित्रभित्र गाउँ चाहिँ हामी डुलेको छैनौँ सफाइमा हिँड्ने भन्ने चाहिँ गइरहेको छौँ तर जस्ट यो ठाउँहरू यसरी घुम्ने ठाउँ चाहिँ छैन तर यहाँ कस्तो सुनसान यस्तो होइन कस्तो रमाइलो टाइपको क्या हाम्रोतिर चाहिँ अब घरहरू बाक्लो छ अनि घरहरू बाक्लो छ अनि यस्तो जङ्गल रुखहरू छैन नि त हाम्रो गाउँतिर त रुखहरू एउटा घरमा आँपको रुख एउटा भयो भने भयो होइन भने हाम्रो घरतिर चाहिँ छैन क्या रुखहरू अनि यहाँ चाहिँ तर कस्तो घरहरूमा पनि रुखहरू रोपेको अनि यस्तो यो यस्तो क्या काठको घरहरू छैन हाम्रोतिर चाहिँ अनि यहाँ चाहिँ यस्तो काठको घरहरू देख्दाखेरि कस्तो पाहाडको जस्तो क्या पाहाड भाइब्स आउने अनि होइन क्या यस्तो मैले भन्न खोजेको यो उयोहरू हेर्दा अब पाहाड हाम्रो पाहाडमा त पिच छ त के भन्नुभएको अनि यताहरू जङ्गल चौरी चाहिँ अब यहाँ चाहिँ मेरो पाहाड शङ्करसभा भयो तर हाम्रो घर अगाडि नै पिच छ अनि यो तालताल जाने बाटो चाहिँ यता रहेछ तर हामी तालताल जाने बाटोदेखि अपोजिट यता जाँदैछौँ पिजान चाहिँ साडीमा हल्लिँदैछ फोटो त खिच्दिनँ बहिनी फोटो खिच्दिनँ लगा पढेर हिँडेको ला चार्ज त शून्य छ ए ठिकै छ त्यसो भने ए सानोको म्यामको घर अरे ल हेर्दै गर्नु होला साथीहरू हामी चाहिँ यो कुन ठाउँ आइपुग्यौँ अरे ए यहाँ चाहिँ गफ फेरि जङ्गल हामी चाहिँ जङ्गल चौरी आइपुगिसक्यौँ होइन तर यो ठाउँमा पहिल्यै पनि आएको थिएँ रहेछु क्या मलाई अहिले भर्खर याद आयो होइन हामी यहाँ पहिल्यै पनि एउटा भिडियो सुट गरेर आएको थियौँ क्या यो यहीँ हो जस्तो लाग्छ खोइ यो फुटबल खेल्ने ठाउँ देखेर हो कि होइन चाहिँ थाहा भएन होइन फिक्स चाहिँ थाहा भएन तर यही ठाउँ हो क्या यही ठाउँ हो जस्तो लाग्छ मलाई चाहिँ होला सायद हो नै क्या कस्तो होला सायद हौ हो नै है अनि हामी चाहिँ यो जङ्गल चौरी आइपुगिसक्यौँ कस्तो नै होला होइन म त कस्तो राम्रो होला त्यो फुलहरू होला भनेर इमेजिन गरेर आएको थिएँ भए त एउटा चौरी अनि यो खोला अरे फेरि राम्रो खोला अनि एउटा हात्ती पनि आउँछ अरे पिजना यहाँ त कस्तो राम्रो देखियो यहाँ फेरि गफ सकिँदैन यो कहिलेदेखि भेट नभएको थियो आज भेट भएको तपाईँहरूको कहिलेदेखि भेट नभएर आज भेट भयो गफ पनि सकिँदैन त कतिखेर पनि यहाँ जङ्गल चौरी आएको घुम्नु यस्तो राम्रो ठाउँ छ होइन क्या यो ठाउँमा आएको हो क्या हो जस्तो लाग्छ तर होइन जस्तो लाग्छ खै हो भन्यो भने हो होइन भने नि होइन हो के कस्तो होइन यो बाँसहरू छ गाइस पिजना भागेर उहाँ पुगी गाइस पिजना कहाँ भागेर कहाँ गयो पिजनाले पिजना कहाँ गयो उहाँ पुगी पिजना ऊ के बोली के अरे पिजु कम फास्ट बेबी म तिमीलाई बाँच्न सक्दिनँ पिजु कस्तो खालको अट्टेरी पिजु रहेछ यार यो पिजना त किन त्यहाँ गयो कि अब चाहिँ हामी जानु लागेको पिजना चाहिँ यहीँ बस्दै बाई बाई म भरे आउन सक्छु अनि दिदी चाहिँ अब ट्याक्क बुलेटमा अनि हामी चाहिँ अब यहाँ सफारीमा पूर्णिमामा चाहिँ सफारीमा अनि दिदी चाहिँ बुलेटमा अनि हामी चाहिँ अब जान्छौँ साथीहरू यहाँ कार्यक्रमबाट गाई छैन यस्तो गाई छैन म चाहिँ होइन भाइ त्यसपछि त के नम्रता ज्यू र पूर्णिमा ज्यूलाई यहाँनिरसम्म छोडिदिन आएको छु छोडिदिन आएकै भाडा दिन यसले किन दिनु मसँग म कमाउँछु र त जो चाहिँ यत्रो पढाएर यत्रो कति हजार कमाएको छ आफै पढ्दिन कहिले पढाए ए भयो बुलेटमा बाई बाई
उहाँ चाहिँ हाम्रो सबभन्दा सिनियर दिदी हो तर यताबाट हिँड यता सफारी पाउँछ यता पाउँदैन सफारी देवीथानतिर हिँड हाम्रो आमा हेर्नु न उहाँ भलिबल खेल्ने ठाउँनिर आमा चाहिँ पर उहाँ उयो के अरे त्यो तारमा झुलेर मैले आमाले देखाएको गाइज गर्मी भयो यहाँ त बिचरा तैँले के भन्छ त्यसलाई निम्तो गरेर हामी आएको अनि त्यो तैँले मैले गरेको मेरो अङ्कलले गर्नुभएको ग्रान्ड मदर हामी चाहिँ अब सफारी छैन म चाहिँ मदर इन्डिया भन्छु भलिबल खेल्ने भाइहरू कस्तो राम्रो रहेछ अङ्कलहरू होइन भन्नु म त टेस्ट बुझ्यो के अरे के हो नेपालीमा भन त यो चाहिँ यो छ नि यो घर यो सिसा भएको यो चाहिँ मेरो छोराको घर हो निशान छोराको ए छोरा तिमी पनि भ्लग हेर्दैौ कहाँ छ पूजामा होला नि पूजामा छ कस्तो मिठो निगड गर्न अनि गाइज यो चाहिँ मेरो देवीथान चोक हो यहाँ राति चाहिँ रमाइलो हुन्छ पुरै बत्ती होइन यहाँ मान्छेहरू यत्तिकै हिँड्छ 10 बजेसम्म 10-11 बजेसम्म अनि यहाँनिर यहाँ बिच गोलचोकै भनिदिउँ न तर त्यहाँ ट्रायङ्गल छ त्यहाँनिर चाहिँ बत्ती बल्छ राम्रो देखिन्छ तर हामीले सफारीबाट उठ्यौँ होइन सफारीले हामीलाई धेरै पैसा लियो एक ठाउँ चढ्नेमा एउटा पैसा भनेको यहाँ अर्कै पैसा लियो अब बिच बाटोमा झगडा गर्न लाग्छ हामी छोडेर आयौँ किनभने मामु भएको अहिले नआउने सुनायो भने घरमा गाली खाइन्छ अनि बिच हाम्रो पूर्णिमा दिदीको चाहिँ हेर न चप्पल चुट्यो बिचक भयो गाई हामीसँग पैसा छैन चप्पल किने पैसा हालिदिनु सेवामा मेरो चप्पलले चाहिँ घाउ बनाइदिइसक्यो अनि आज मलाई डान्स क्लास जान ढिलो भइसक्यो मलाई पक्का हालिदिन्छ होला मान्छे सबैजना मिलेर अन्तखेरि हामी चाहिँ हामीलाई ठुलो हेऱ्यो भने छोडिदिनु हामी कुन कहाँ गएको थियौँ अरे जङ्गल के हामी थाहा छ 2 मिनटको पर टाढामा थियौँ छोडेर जानुभयो कस्तो निर्दयी मान्छेहरू आसँग आएको हामी त त्यही त फोन पनि गर्नु भएन हौ हामी हिँड्न हालेको भनेर त्यस टाइम हामी भ्लग हेर्दै हुनुहुन्छ भने निङसाङ दिदी चाहिँ स्कुटीमा जानुभयो स्कुटीमा चाहिँ चेकिङ हुँदै थियो हामी तिनजना आउनु मिल्दैन थियो त्यही भएर हामी सफारीमा आयौँ सफारीले हामीलाई बिचबाटै छोडिदियो त्यो पनि पैसा ठगो अनि हाम्रो खुट्टाको बिजोक छ खुट्टाको पनि बिजोक छ मलाई ढिलो पनि भइरहेको छ आज त बिजोकै बिजोक छ जिन्दगी पिजा तैँले गर्दा हो क्या पिजा तैँले गर्दा हो तैँले किन बोलाएको यस्तो धेरै मोटाइ पनि दिए मलाई त यति खुवाएर किन बोलाइस् ल्याए माछे नबोलाउँदा पनि टेन्सन बोलाउँदा पनि टेन्सन भनेर अनि आजको दिन हाम्रो यस्तै रह्यो हेर्दै गर्नु होला मोबाइल स्विच अफ भयो होला होइन नोटिफिकेसन आयो